जीवनमा धेरै चलचित्रहरू काम गरियो तर सिनेमाले सफलता हासिल गर्दै गर्दा यस्तो यो मोड पनि आउँदो रहेछ। जीवनमा एउटा असङ्ख्य घुम्तीहरूको एउटा यस्तो घुम्ती हो जुन घुम्तीमा अहिले यो घुम्तीबाट चाहिँ मोडिन बहुत गाह्रो भएको छ। मलाई छाती निदा पफ मिलेको छ, बडीबाट पुरा सेक भइरहेको छ। थाहा छैन, मृत्यु त सत्य हो नि, बार बार भन्ने गर्छ। ठुलो वक्ताहरूले भन्नुभएको थियो मान्छे त्यो जसले जीवित हुँदै सबै कुरा गर्छ, प्रशंसा गर्छ, कामको मूल्याङ्कन गर्छ, सहयोग गर्छ, प्रेम गर्छ। माया र प्रेममा फरक छ, त्यसकारण प्रेम गर्नुपर्छ। माया त फ्रिक्वेन्टली भइरहेको छ। माया त अहिले फ्यासन छ, जाडोमा जाडो लुगा आउँछ, गर्मीमा गरियामा आउँछ। माया भनेको फ्यासन। प्रेम जो राम्रो मान्छे हुनुहुन्छ, मान्छे सबै राम्रा छ, उहाँ सोचले गर्दा कहिले नराम्रो हुने हो। आज सिनेमाको कुरा गर्न मलाई मन लागेन। सिनेमाको कुरा मेरो प्रिय भाइ आदरणीय अर्जुन इङ्ग्लिसले गरिसक्नु भएको छ। खुसी त लागेको छ आफूले काम गरेको चलचित्र, तर मैले चाहिँ व्यक्त गर्न पाएन। एउटा सुन्नु भनौँ, हामीले यो महिनामा धेरै राम्रो व्यक्तिहरू मन पऱ्यो। दिनेश भाइ हामी बिच छैन भन्दा म आफैलाई विश्वास लागेको छैन। किनभने सायद हुनसक्छ राम्रो मान्छे जहाँ पनि अभाव हुन्छ। यो पापी संसारमा, यो युगमा, यो कलियुगमा पापी नै पापीको रचेले भइएको ठाउँ हो। यहाँ राम्रो मान्छे बडा मुस्किलले खोज्न पाइन्छ। रावणहरू धेरै छन्, रामहरू सब पलायन भए। रावणको युगमा रामहरू केही भेटिन्छन् अनि फेरि विलिन हुन्छ, हामी बिच रहनु। ती राम मध्येको राम थिए प्यारो भाइ स्वर्गीय दिनेश सिटोडा। म कम व्यक्तिले धेरै मिस गर्छु, किनभने दिनेश भाइ आँखामा राख्दा पनि रिसाउँदैन। सायद यो सबैलाई थाहा पनि होला, मैले कुनै बनाउने कुरा गरेको छैन। तिनैजनालाई हार्दिक समवेदना एकमुष्ट गरे। मैले बोलेको कुरा धेरै सुन्दैन, त्यसकारण मेरो अगाडिको कुरा जीवित हुँदा चाहिँ पनि गरिदिनु हो, जीवित हुँदा गर्नुपर्छ। आदरणीय सुनिल थापा, उहाँसँग मैले धेरैवटा चलचित्र सौभाग्यले काम गर्न पाएँ। उहाँ पनि आज हामी सुन्नुहुन्न, कतिवटा गाह्रो छ, तर मैले बोलेको कुरा उहाँले सुन्नुहुन्न, त्यसमा बोल्नु दिएको छ। मान्छे भएपछि मान्छेलाई जीवित हुँदै जे गर्ने त्यही गरिदियो। कुराहरू धेरै भन्न मन लागेछ, तर मलाई मेरो विचारले, मेरो दिमागले साथ दिइरहेको छ। मृत्यु एउटा सत्य भयो मैले भने जस्तै विभिन्न कारण हुन सक्छ। मान्छे त्यति सजिलै मृत्यु हुँदैन, त्यसमा आफ्नो जीवनशैलीले चाहिँ अलिकति परिवर्तन चाहिँ गर्नुपर्छ। है साथीहरू, यो सबै चिज टेम्पोररी हो, हरेक कुरा टेम्पोररी हो। रिलेसन टेम्पोररी हो, प्रोफेसन टेम्पोररी हो, प्रोफेसनल चिज त सबै टेम्पोररी हो। एक दिन हामी यो सबै कुरा छोडेर जान्छौँ, यो सत्य हो। यो तपाईँहरूले मनन गर्नुभयो भने तपाईँभित्र भएका धेरै स्ट्रेसहरू, महत्त्वाकांक्षाहरू अटोमेटिकल्ली कम हुँदै जान्छ। त्यो कम हुनु भनेको तपाईँ स्वस्थ हुनु, जिउ खुलाएर बडी बिल्डिङ हुँदैन अथवा स्लिम हुँदैन। मान्छे हेल्दी हुँदैन। हेल्दी हुनको लागि मेन्टली हेल्दी हुनुपर्छ। त्यो तपाईँमा भन्ने कुरा हो। अब यो यहाँ ज्ञानको कुरा गरेर सुनाएको गएको यो खुसी साथी दिन थियो, तर दुःखमा परिणत भयो। के भन्ने कुरै आयो। प्रशान्त तामाङलाई मैले व्यक्तिगत नजिकबाट चिन्दिनँ, तर उहाँको आवाजहरू कर्णवीर स्वरले चाहिँ मलाई मन छुन्छ। उहाँ पनि हुनुहुन्न। तिनैजनालाई हार्दिक समवेदना प्रकट गर्न चाहन्छु।
मलाई थाहा छ तपाईँले गरेको बातमा कहिले पनि नडराइ तपाईँ हामी बिचमा नभए पनि तपाईँले दिएको योगदान तपाईँले गरेका कामहरू सबै हामी बिच रहनेछ शरीर त्यागे पनि शरीर त एक दिन हामी सबै त्याग्ने तपाईँ हामी जति पनि हिलो चाड मात्रै हो हामी यो भन्दै गरेर हामी यो बिर्सिन्छौँ कि हामी पनि त्यो रोड क्रममा छौँ भन्ने कुरा हामी बिर्सिन्छौँ कोही 5 वर्ष ढिलो हो कोही 5 वर्ष चाँडो हो जाने त्यो मात्र सत्य हो त त्यसलाई सहज रूपमा स्वीकार्नुपर्छ तर यति चाँडो चाहिँ जान अलिक मनले मान्नु रहेछ जन्मेपछि सकेसम्म पुरा जीवन बाँच्न पाए हुन्थ्यो भन्ने चाहिँ हरेक मान्छेलाई लाग्दो रहेछ हाम्रो दिनेश भाइ प्रसाद तामाङ भाइ कम उमेरमा जानुभयो अल्प आयुमा जानुभयो सायद तपाईँ जस्तो राम्रो मान्छेको स्थान यहाँ होइन भनेर माथि पनि खडेरी गरे जस्तो लाग्यो डेल जानुभयो केही छैन तपाईँ जहाँ रहनुहुन्छ तपाईँ अघि उहाँ अलि हाम्रो दिनेश भाइ चाहिँ अलिक शिवजीको भक्त भावनाले म कैलाशमै मको बास हो पक्कै पनि शरीर त्यागे पनि मको आत्मा त जिगिरहन्छ हामी सबैले उहाँलाई बहुत मिस गर्छौँ माया गर्छौँ उहाँ बहुत राम्रो व्यक्ति हुनुहुन्थ्यो केही भन्न चाहेन कुनै एकचोटि तिनैजनाप्रति हार्दिक सम्वेदना प्रकट गर्न चाहन्छु